हामीले चुनाव जित्ने पक्का भइसक्यो। अब वीरजङ थापालाई चुनावी मैदानबाट पत्तासाप पार्ने हो। पार्यौ तिमीले पत्तासाप। वीरजङलाई चुनावमा हराउन केटाकेटी खेल जस्तो सम्झ्यौ क्या हो? वीरजङ पक्का राजनीति खेलाडी हो। त्यही पक्का खेलाडी छ। दर्शकबिन, वीरजङलाई हराउनको लागि भनेर रामले रमेशलाई चुनावमा उठाउने भएका छन्। दर्शकबिन, वीरजङको पत्ता साफ गर्नको लागि रामले रमेशलाई उठाउँदा कतिजना खुसी हुनुहुन्छ? यदि खुसी हुनुहुन्छ भने कृपया यस भिडियोलाई एक लाइक गरेर हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। हामी यस्तै खालका रिभ्यू भिडियोहरू लिएर तपाईँहरूमा सधैँभरि उपस्थिति भइराख्नेछौँ। दर्शकबिन, उता भने वीरजङ धुमधामसँग चुनावको तयारी गरिरहेका छन् र यता राम भने रामसँग रमेश मात्र उभिएका छन् र रामको साथमा भने रामका गाउँलेहरू छन् र रामको साथमा भने गाउँपालिकाका मान्छेहरू अब एकसाथ हातेमालो गर्दै अगाडि बढ्छन् भन्ने ठुलो आश लिएर राम भने चुनाव लड्नको लागि उत्साहित बनिरहेका छन्। दर्शकबिन, के रमेशले वीरजङलाई हराउन सक्छन् होला त? तपाईँहरूलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै आफ्नो अमूल्य शब्दहरू भने कमेन्ट बक्समा लेख्न भने नबिर्सिनुहोला। उता पूजाको लागि भनेर रामले मरिहत्ते गर्दै पनि नसकेपछि यता चुनाव लड्ने पक्का भएको छ। आफूले रमेशलाई स्वतन्त्रबाट उठाउनको लागि जोड गरिरहेका छन्।